नेपालको अर्थतन्त्रका लागि एउटा महत्त्वपूर्ण सङ्केत आएको छ। चीनले नेपाललाई आफ्नो असल छिमेकी भन्दै चिनिया कम्पनीहरूलाई नेपालमा लगानी विस्तार गर्न प्रोत्साहन गर्ने घोषणा गरेको छ। हालै बेजिङमा भएको नेपाल चीन उच्चस्तरीय भेटवार्तामा चीनका विदेश मन्त्री वाङ यीले चिनिया कम्पनीलाई नेपालमा लगानी गर्न प्रोत्साहन गरिने र नेपालले पारदर्शी व्यावसायिक वातावरण दिनुपर्ने बताएका छन्। उता नेपालका विदेश मन्त्री शिशिर खनालले पनि चीनबाट लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने र आयातमा निर्भरता घटाउने लक्ष्य रहेको बताएका छन्। दुवै देशबीच पूर्वाधार, ऊर्जा, पर्यटन र प्रविधि व्यापार क्षेत्रमा सहकार्य बढाउने सहमति समेत भएको छ। अब प्रश्न यो छ, के यी प्रतिबद्धता कागजमै सीमित रहनेछन् कि साँच्चै नेपालमा नयाँ उद्योग र रोजगारी ल्याउँछन्? समयले जवाब दिनेछ। देशको हितमा विदेशी लगानी चाहिन्छ, तर त्यसको प्रत्यक्ष फाइदा नेपाली जनताले पाउनु पर्छ।